रौतहटमा माध्यमिक शिक्षा परीक्षा एसईमा सामेल परीक्षार्थीहरूले बोकेका 340 थान मोबाइल सेट बरामद गरिएको छ। विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हलभित्र प्रवेश गरेकोमा चेक जाँचको क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार एक प्रेस नोट जारी गर्दै 2 थान स्मार्ट वाच समेत बरामद गरिएको जानकारी दिएको छ। परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेको 2 जनालाई परीक्षा अवधिभरका लागि निष्कासित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताएका हुन्। उनका अनुसार बरामद गरिएका नियन्त्रणमा लिएका मोबाइल सेट तथा स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ। प्रहरीले कुन कुन परीक्षा केन्द्रबाट मोबाइल स्मार्ट वाच तथा गार्डलाई निष्कासन गरेको छ भने अहिलेसम्म खुलासा गरेको छैन। पहिलो र दोस्रो दिन गरी 764 थान मोबाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले बताएका हुन्। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा अन्तर्गत शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा सम्पन्न भएको छ। यस वर्षको एसईई परीक्षामा यहाँ 40 वटा परीक्षा केन्द्रहरू राखिएका छन् भने 10,484 जना परीक्षार्थीहरू परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख बताएका हुन्।